वाह 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 के भन्न चाहन्छ सोच्ने की बात नहीं है बट सोचना पड़ता है ज्यादा मत सोचो क्योंकि म त सोचमा परिगयो के भन्छ रेलाई आउला के कति क्युट हो यो हेलो एन्ड नमस्ते सबैजनालाई आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ र हामी पनि आरामै छौँ अनि अहिले चाहिँ हामीहरू लुम्बिनी घुम्न आछौँ अनि यहाँ चाहिँ हामी भित्र जानुपर्ने छ हाम्रो चाहिँ खुट्टा खाली छ टिकट पनि यहाँ छ अनि त्यही हो अब माइदेवीको मन्दिरभित्र जानेछौँ आज चाहिँ हाम्रो लास्ट डे हो टुरको अनि हामी घर जाने साँझतिर घर पुग्छौँ मेबी 7-8 यस्तै बज्छ होला अनि त्यही हो गाइज ल अब एकछिनपछि हामीहरू माइदेवीको मन्दिरमा भेट्नुपर्ने हुन्छ लेट्स गो A few moments later गाइज हामी चाहिँ त्यहाँ चेकिङबाट आइसक्यौँ झन् चेकिङमा परेन भनेको हजुर लाउनुहोस् त पक्र्नुहोस् म एउटा चिज देखाउँछु हजुरलाई पारी जानुहोस् रेड कार्पेट गाइज मेरो सपना ड्रिम कम ट्रु हुँदैछ है मेरो ल 1 2 3 स्टार्ट गो वाह वाह ल गाइज त्यही हो गाइज त्यही हो लेट्स गो माइदेवीको मन्दिर यहाँ छ लाइन लागेको थियौँ यहीबाट आज त्यति उता हेर्न उता कति गएको छन् मान्छे यहाँनिर कोही छैनन् भनेर त्यस्तो गर्नु त भएन तिमी रेड कार्पेटमा हिँड्नै हिँड ल 1 2 3 जलवा ओइ म खतरा गरी हिँडेँ हामीलाई नि गाइज म खतरा हो कि मल्टी ट्यालेन्टेड हो कि गाइज हल्का मुख मात्र अलि लटपटिन्छ न त म मान्छे खतरा हो भनेर भन्छु म तिम्रो के भन्छौ मेरो साथीहरू हो ल गाइज अब भित्र त देखाउनु मिल्दैन होला सक्दो म बाहिरै देखाउँछु हजुरलाई हेर्नुहोस् को आउनु भएको छैन नर्मली सबैजना त आइसक्नु भयो होला 5 नम्बर प्रदेश लुम्बिनी प्रदेश अनि त्यही हो गाइज यहाँ चाहिँ मोबाइल लग्न मिल्दैन मेबी है हेर्छु यहाँ के लेखेको छ साइलेन्ट प्लिज कृपया शान्त ल गाइज एकछिन यहाँ चाहिँ मिल्दैन अलाउड छैन फोटोहरू त्यो गर्नलाई त्यही हो यहीँदेखि अब A few inches later हामी चाहिँ आइसक्यौँ भित्रबाट पहिला पनि कतिचोटि आइरहेको थियौँ आउन त अनि अहिले चाहिँ आइसक्यौँ हामी चाहिँ कृपया साइलेन्ट हुनुपर्ने हुन्छ त्यही भएर म सुस्त बोलेको छु के भने आएको अघि न त्यहाँभित्र के छ अरे त बुझेन मलाई त्यत्रो त्यो के अरे सिमेन्टको प्रयोग बनाएर यत्रो खुट्टाले टेकेर ठेक्दिएको त्यस्तो हुन्छ र पुरा नै तर यस्तो हुनुपर्ने माटोको भनेपछि माटोमा सिमेन्टमा त्यत्रो न टेकेको हुन्छ अब खै हामी न्यू जेनेरेसन भएर पनि होला हामीलाई केही पत्ताउने जस्तो के भन्ने नि ओए गाइज त्यसमा त माटोको हुनुपर्ने सिमेन्टमा कसरी टेके त त्यो बेला सिमेन्ट कसरी पाइयो यदि सिमेन्ट त अहिले नयाँ छ त्यही बेला के भन्न चाहन्छ सोच्ने की बात नहीं है बट सोचना पड़ता है ज्यादा मत सोचो क्योंकि म त सोचमा परिगयो मैले सोचे नि तर अघि पहिला थियो मैले पहिला मानेको पहिला अर्कै थियो नि पहिला माटोमा भारत मान्छु माटोमा पहिला अब त्यही त के हो रे यहाँ चाहिँ शान्तवाला भइरहेछ बिजनेस हुन्छ त्यस्तै के भयो गाइस म तपाईलाई क्यूट चिज देखाउँछु ओ माय गॉड के भन्छ रेलाई आउला के कति क्यूट हो यो गयो त्यो त गयो कति राम्रो नि ए आयो फेरि आयो स्याल रे भाइ अबे डरायो स्याल गाइस यति छ आइज न A few inches later गाइस यता के देखाउन चाहनुहुन्छ है यो चाहिँ सुन्नुभएकै होला
धेरै जस्तोले यदि सुन्नु भएको छैन भने म हल्का जे मैले बुझाएको छु त्यो चाहिँ सुनाउँछु। यो जुन आगो यो के आगो केसको यो चाहिँ बलिराख्छ, यो कहिले पनि निप्दैन। यदि पानी परिहाल्यो भने पनि निप्दैन भन्ने सुनेको तर त्यही हो सुनेको कुरा भनेर। मैले त के सुनेको थिएँ उसलाई बुद्ध भगवान्लाई सेकेको त्यो हो भनेर सुनेको थिएँ। जन्मेपछि सेक्छन् नि बुद्ध भगवान्लाई, के अरे गौतम बुद्धलाई के त्यो जन्मेपछि सेक्छन् नि, त्यही भने सुनेको थिएँ मैले। हो र हाम्रो सुनाइमा चाहिँ त्यो गाइज अब त्यही आफ्नो आफ्नो बुझ्ने तरिका हो। यो चाहिँ सुनेको कुरा हो। त्यही हो। फेरि वान्स मोर हेर्नुहोस् यस्तो छ नजारा। ल गाइज अब चाहिँ हामीहरू फर्केर चाहिँ यसो बजार यताको बजार छ नि त हो त्यहाँनिर जान्छौँ। त्यहाँ गएर पनि देखाउने छु म हजुरहरूलाई। ओके गाइज यति थाकेका छौँ कि खाना नखाएर लास्टै दौ भयो नि त, त्यही भएर हामी त सवारीमा ए लास्टै दौ भयो गाइज। किन हिँड्नै सकेनौँ हामी त, भोक लागेर हो कि भोकै लागेर हो, एनर्जी नै छैन त अब के गर्ने नि। त्यही अब अटोमा सर भ्यू हेर्दै त हामी यसो बजार पुगौँ भनेको साथीहरू। यता हिँड्ने भइहाल्छ सकिन्न थियो होला मन सक्छ। पहिला पो खाए थियौँ अनि हिँड्ने हुन्थ्यो, योपालि त बिहानैदेखि हिँड्ने मुख पनि त्यो सुक्खा भइसक्यो। र गाइज अब खाने ठाउँमा गएर भेट्नु पर्ने हुन्छ। A few moments later. अहिले चाहिँ हामीहरू नास्ता खान आइसक्यौँ। यिनीहरू चाहिँ चाउमिन खाने रे। मिठो छ? मिठो छ। म पनि एक बाइट हाल्छु ल। मैले चाहिँ पुरी तरकारी खाने हो किनकि आएपछि मलाई त्यही मात्र खान मन लाग्छ। खाना त धेरै मन लाग्छ तर अहिले मेन चाहिँ त्यही हो। मेरो पुरी आइसकेको छ। जेरी पनि पाइन्छ पाइन्न रे। मैले फर्स्ट टाइम ट्राई हाल्न आएको छु। मैले खास खाने उता हो, म बाटै थाहा पान्न कि उता कहाँ जस्तो लागिरहेको नि है। बजार पनि अलिक ठुलो जस्तो लागिरहेको। भोक लाग्यो म हिँड्न सक्थेँ र त्यही भएर यही भयो नि ट्राई गर्छु ल्याइदिन्छ। गाइज अब हाल्नु पर्ने हुन्छ मैले पुरी पच्चिस कति बेला खाऊँ भन्ने भयो होला नि त्यो भन्ने थुक पानी भन्न अमिलो भन्नु पानी पनि भन्नु अमिलो र पानी भन्नु क्या बुझ्दैन मैले भनेको तर खान्छु ल 2 hours later. गाइस अहिले चाहिँ हामीले सामान किनिसक्यौँ अनि यहाँ चाहिँ दौबा खाएर लास्टै ओए देखाम के किन्यौ खै देखाउ त कति सक्यो यो केही सकिने हो 5 रुपैयाँको मिठाई गोले मिठाई अनि पछि केही सकेन केही खुसी छौ जे खुसी छु कतिको रमाइलो भयो के ओए त यतै त छ त बस जाने हो इनी पनि जान्ला हैन र तिमी पनि जान्ला हैन र तिमीले मलाई छाडेर जान्छु भने गइ जान्छु के अब छाड्ने त त्यस्तै हो हिँड्ने हो एक्लै हो कि नै के किन्यौ त तिमीले मैले धेरै किने मलाई नि खै त एउटा मिठाई हुन्न मलाई पैसा मिठाई तिमीले देऊ न पहिला मलाई खिलाउ न अनि म दिन्छु एउटा सेतो वाला भयो राख घर लगेर जाम हाम्रो बस हामीलाई छोडेर जान लागि गरेर गाइस हामी त गुड्छ मिस्त्री भने रनिङ वालको वाला हो र मेरो ब्लगमा देखिन पाएर कतिको खुसी छौ त म एकदमै खुसी हेर्छौ नि कस्तो लाग्छ सब्स्क्राइब गरिदिनु शान्तालाई कस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ भने मलाई दामी लाग्छ अझै मेहनत हल्का बढेपछि राम्रो हुन्छ र मेरो मेहनत बढेपछि अझै बिग फ्युचर ब्राइट फ्युचर के भर्खर फोनदेखि पछि गोप्रोसम्म जान्छ यो किन्दे है मलाई भने के ल गाइस त्यही अब हाम्रो बस्दै जान लागेको गोइङ टु घोराई हो कि नै ल गाइस घोराई जान्छौँ अब 5 minutes later. बसमा बसिसके लेट्स गो घोराई मेरो नयाँ उठी मेरो नयाँ हामी चाहिँ घर जान लाग्यो Yes, we are going to our home.
घर जान्न हौ कि पोखरा बस्न मन थियो अझै के रे बस्न मन थियो रोकेन भयो लटपट्यो के पैसा गएर अहिले चाहिँ हामी खाँदैछु यस्तै मैले छैन मलाई त किनिदिनु यसले दिने कि मलाई त टेस्टी मान्दैन पुची खा भन्ने बेलामा नाटक गरी क्यामेरा ठहराउन बित्तिकै मागे भिकारी भिकारी गाई जति धेरै खानेकुरा किनेको छु मैले मलाई किनिदिनु पर्ने नि तर लाग्दैन मलाई यो सानोहरूलाई मजा आउँदैन बोल्ला खाने भने रोक्दैन हाम्रो बसले हाम्रो बस किले ह्याड अम्बे किशोरी एयर बस गाइज अब हामीहरू पुग्छौँ एकैचोटि घोराइ यो बसको मान्छेलाई मैले के भनेको थिएँ थाहा छ यो बसको मान्छेलाई मैले के भनेको थिएँ भनेपछि 10 हो एउटालाई ठुलो खाने हेर्नु त गाइस यो बसको ड्राइभरलाई मैले के भनेको थिएँ थाहा छ अङ्कल मलाई भालुवाङको चटपटे खान मन लाग्छ यसो रोकिदिनु होला भनेर त मलाई पोखरा आउन ढिलो भएको छ मलाई पोखरा आउने अहिले पछि फेरि भनेर मेरो दिमाग खराब भयो गाइस मैले भालुवाङको चटपटे खान पाएन आई एम भेरी भेरी स्याड अब त्यही बसमा जानुपर्ने छ फेरि झ्याउला खायो गाइस ल गएँ म त्यहाँ अब एकैचोटि सायद घर गएर भेट्नु पर्ने हुन्छ फाइनली गाइस आई एम इन माई होम एकदम खुसी लागिरहेको छ म चाहिँ मेरो घरमा छु अब म फ्रेस हुन्छु अनि त्यसपछि खानाहरू खानुपर्ने हुन्छ टुर सक्यो भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु होला र सी यू अन द नेक्स्ट ब्लग सी यू